साथीहरू साथीहरू हिजो मेरो कति कमाइ भयो पठाउ फुडबाट म त्यो देखाउन चाहन्छु है। हजुरहरूलाई कति राइड पाएँ मैले, कति एक्सेप्ट गरेँ र कति कमाइ भयो टोटल अर्निङ म हजुरहरूलाई देखाउन चाहन्छु है। हिजोको भनेको मेरो डिसेम्बर 16 को हजुरहरूलाई देखाउन चाहन्छु म। डिसेम्बर 16 को हेर्नुहोस्, मेरो टोटल अर्निङ रहेको छ 559 रुपियाँ। यसमा 8वटा राइड मैले एक्सेप्ट गरेको थिएँ, तर कम्प्लिट चाहिँ मैले 6वटा मात्र गर्न सकेछु। मेरो 559 भनेको चाहिँ 6वटा डेलिभरीको पैसा हो है। र यहाँ ड्यु अमाउन्ट देख्न सक्नुहुन्छ हजुरहरूले। यो ड्यु अमाउन्ट भनेको चाहिँ कस्टमरबाट मैले रिसिभ गरेको खानेकुराको पैसा हो। पठाउ अफिसलाई मैले यो चाहिँ पे गर्नुपर्ने हुन्छ, यो ड्यु अमाउन्ट चाहिँ। सो म हजुरहरूलाई क्यास पेबाट कसरी पठाउको पैसा ड्यु अमाउन्ट पे गर्ने घटाउने भन्ने विषयमा पनि हजुरहरूलाई म अहिले देखाउँछु पठाउ एप्लिकेसन खोलेर। सो हिजोको हाम्रो यो अर्निङ चाहिँ रहेको छ 559 रुपियाँ। सो अर्निङ डिटेल्समा गएर अर्निङ डिटेल पनि हेरौँ, के कसरी कति पैसा कमाइ भयो भन्ने कुरा। सो हेर्न सक्नुहुन्छ यहाँ ड्यु अमाउन्टमा गएर हेर्न सकिन्छ कुन डेलिभरी कति अमाउन्टको गरेका थिएँ र कति अमाउन्ट रह्यो पेन्डिङ भन्ने कुरा यहाँ देख्न सक्नुहुन्छ। फर्स्ट राइड मेरो 2043 मैले पे गर्नुपर्ने, जुन चाहिँ 2118 को खानेकुरा थियो। सो मेरो 75 घटाएर मैले 2043 तिर्नुपर्ने हुन्छ। सेकेन्ड रहेको छ 386 रुपियाँको, 75 मैले राख्छु र 311 पठाउ अफिसलाई मैले पे गर्नुपर्ने हुन्छ। सो थर्ड रहेको छ, थर्ड राइडमा मैले एउटै राइडमा 169 रुपिस रिसिभ गरेको थिएँ मेरो राइडको है। किनभने 5.5 किलोमिटर परेको थियो। जस्तै मैले हजुरहरूलाई पहिला पनि भनेको थिएँ 2.5 किलोमिटरको रेडिएसनसम्म चाहिँ 75 रुपिस हो र त्योभन्दा माथि भएपछि जति धेरै डिस्टेन्स भयो त्यति थपिँदै बोनस थपिँदै जान्छ। त्यो चाहिँ अब के सिस्टम छ पठाउको एक्ज्याक्ट मलाई थाहा छैन। जो 745 थियो भने मैले 169 राखेर मैले पठाउ अफिसलाई 576 पे गर्नुपर्ने हुन्छ है। सो फोर्थ राइड रहेको छ, यसमा 75 कमाएका छौँ। 685 मा 75 आफूले राखेर 610 रुपिस हामीले पठाउ अफिसलाई पे गर्नुपर्ने हुन्छ। र फिफ्थ रहेको छ 1086 को 75 मैले राखेर 1011 रुपियाँ मैले पठाउ अफिसलाई दिनुपर्ने हुन्छ। र सिक्स्थ राइड द लास्ट राइड पनि रहेको छ 463 को, यसमा पनि मैले 90 रुपिस पाएको छु। किनभनेदेखि यसको डिस्टेन्स पनि समथिङ 3.3 किलोमिटर थियो है। त्यसैले गर्दा मैले यसको पनि 90 रुपिस पाएको हुँ। सो हेर्न सक्नुहुन्छ साथीहरू तपाईँहरूले जति लङ डिस्टेन्स भयो त्यति हामीलाई त्यो बोनस थपिँदै जान्छ। पठाउमा सिस्टमै त्यही हुन्छ। सो हिजोको मेरो टोटल अर्निङ रहेको छ 559 रुपिस र मैले समथिङ 47 रुपिस बोनस कस्टमरहरूबाट त्यो 4-5 रुपियाँ जुन खुजुरा पैसा हुन्छ त्यसलाई त्यो चाहिँ कस्टमरहरूले रिटर्न माग्नुहुन्न र 47 रुपिस मेरो क्यालकुलेसनको हिसाबमा मैले पाएको थिएँ 47 रुपिस बोनस टिप्स पाएको थिएँ कस्टमरहरूद्वारा। सो 47 भनेपछि कति हुने रहेछ मेरो टोटल अर्निङ हिजोको 47 प्लस 569 भने 616 रुपियाँ हिजोको मेरो अर्निङ हो है साथीहरू। सो अब क्यास पेको द्वारा कसरी हामी ड्यु अमाउन्ट तिर्न सक्छौँ म हजुरहरूलाई देखाउन चाहन्छु। यो क्यास पे ओपन गर्दैछु मैले। सो मैले क्यास पेमा ब्याङ्कको मार्फत लोड गरेको थिएँ 5000 पैसा। सो 5000 पैसा यहाँ मैले लोड गरेको थिएँ।
अब हामी पठाउ पेमेन्ट भनेर पठाउ पेमेन्टमा जान्छौँ। यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ पठाउ पेमेन्ट भन्ने, यो पठाउ पेमेन्टमा थिच्नु होला। ड्यु पेमेन्ट, सो अमाउन्टमा हामीले कति हालिदिने होला, 4000 समथिङ थियो, 4924 4924 थियो। तर हामी अहिले यति यो सबै पैसा 4924 तिर्ने कि के गर्ने, 4950 तिर्दिन्छु ल, 4950। पेमेन्ट सक्सेसफुल भइसकेछ साथीहरू, देख्न सक्नुहुन्छ है। हेर्नुहोस् यहाँ मेरो हेज बिन कलेक्टेड फ्रम यु भनेर पनि आइसकेको छ नोटिफिकेसन है। सो मेरो सायद घटिसक्छ, स्क्रिनसट लिएर राखौँ। सो साथीहरू यहाँ गएर हामी हेर्नेछौँ पठाउ ड्यु पेमेन्टमा 4924 थियो भने ल अहिले 26 रुपियाँ उल्टै हामीले पठाउ अफिसलाई ऋण लगाएका छौँ। सो यसरी हामीले पे गर्न सक्छौँ क्यास पेको मार्फत। पठाउ ड्यु पेमेन्ट हामीले पे गर्न सक्छौँ र 4950 एनपिआर हेज बिन कलेक्टेड फ्रम यु भनेर देखाएको छ साथीहरू 9:45 AM मा। सो मेरो घटिसकेको छ ड्यु अमाउन्ट, हजुरहरूले हेर्न सक्नुहुन्छ। अब आज पनि म अनलाइन बसेर ट्रिप लिनेछु, के कति हुन्छ कस्तो हुन्छ म डेली अपडेट हजुरहरूलाई दिइराख्नेछु। सो मेरो युट्युब च्यानल सब्सक्राइब गरेर बसिराख्नु होला है साथीहरू। कमाइ हुन्छ पठाउमा, के कति कमाइ हुन्छ, कसरी हुन्छ, पार्ट टाइम गर्न मन हुनेलाई कसरी गर्न मिल्छ, फुल टाइम गर्न मन हुनेलाई कसरी गर्न मिल्छ भन्ने कुरा सबै म हजुरहरूलाई डिटेलमा बताउने छु है। जोइन भएर बस्नु होला। र हट जोन भने के हो, कहाँ बस्ने, कसरी बस्ने, मैले त राइड रिक्वेस्ट पाइरहेको छुइनँ अहिले भन्ने साथीहरूको लागि पनि म त्यस्तै भिडियोहरू लिएर आउनेछु। सो हजुरहरूले चाहिँ मेरो युट्युब च्यानल सब्सक्राइब गरेर बस्नु होला। अहिले हट जोन दिएको छैन पठाउले, अहिले हट जोन दिएको छैन। अलिक खाजा खाने टाइममा, यो ब्रेकफास्ट टाइमहरूमा अनि डिनरको टाइममा चाहिँ प्रायः हट जोनहरू बस्छ है। त्यसैले र अब मैले चाँडोभन्दा चाँडो मैले सायद आजबाट के गेम खेलाउने छु लाइक भने मैले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छ र म उहाँहरूको सो यदि म उहाँहरूको डेलिभरी बोय परेँ र यदि उहाँहरूले मेरो युट्युब च्यानल सब्सक्राइब गर्नुभएको छ भने चाहिँ ह्याप्पी डिस्काउन्ट पाउने र यतिसम्म कि उहाँहरूले त्यो जति अर्डर गर्नुभएको खानेकुराको अमाउन्ट जति भए पनि उहाँहरूले त्यो खानेकुरा फ्रीमा पाउने पनि म स्किम लिएर आउनेछु है। सो त्यो गेम खेलाउनेछु कस्टमरहरूलाई, एकदम इन्ट्रेस्टिङ गेम हुनेछ। सो मेरो युट्युब च्यानल चाहिँ सब्सक्राइब गरेर बस्नु होला, जो पनि पर्न सक्नुहुन्छ। फुड अर्डर गर्दाखेरि पठाउबाट फुड अर्डर गर्दाखेरि म डेलिभरी बोय परेर हजुरहरूले सब्सक्राइब गर्नुभएको छ भने ह्याप्पी डिस्काउन्ट पाउने र कोही बेला फ्रीमा खानेकुरा जति अमाउन्टको भए पनि फ्रीमा खानेकुरा पाउन पनि सक्नुहुन्छ। सो युट्युब च्यानल सब्सक्राइब गरेर बस्नु होला।